मध्यपुर थिमीको बोडे एउटा यस्तो ठाउँ हो जहाँ परम्परा, साहस र श्रद्धा एकै साथ भेटिन्छ। बिस्का जात्राको अवसरमा वैशाख 2 गते यहाँ मनाइने जिब्रो छिर्ने जात्रा नेपालकै अनौठो र शाही जात्रामध्ये एक मानिन्छ। यो जात्रा केवल दृश्यात्मक उत्सव होइन, यो तपस्या, स्मरण र सांस्कृतिक आत्माको प्रतीक हो। आजको यो विशेष एपिसोडमा हामी तपाईलाई यस अनुपम परम्पराको भित्री संसारमा लैजाँदैछौँ। हामी भेट्नेछौँ यस वर्ष जिब्रो छिर्ने तयारीमा रहेका व्यक्तिसँग, विगतका वर्षहरूमा यो शाही परम्परा निभाइसकेका अनुभवी पात्रसँग र बोडेका एकजना वरिष्ठ अनुसन्धानकर्तासँग जसले दशकदेखि यस परम्पराको इतिहास लेख्दै र जोगाउँदै आउनुभएको छ। हामी बुझ्नेछौँ बोडेको सांस्कृतिक इतिहास र बिस्का जात्रामा यसको विशेष स्थान, जिब्रो छिर्ने परम्पराको धार्मिक, सामाजिक र आध्यात्मिक महत्त्व र यो चलन कसरी पुस्तौदेखि निरन्तरता पाइरहेको छ। त्यसैले हामीसँगै रहनुहोस् परम्पराको यो गहिरो यात्रामा। यो हो बिस्का जात्राको भाग 4, जिब्रो छिर्ने जात्रा, बोडेको एक अद्भुत परम्परा। हामीले बिस्का जात्रामा उहाँको भूमिका के हो र त्यो भूमिका बिस्का जात्रासँग कसरी जोडिन्छ भनेर सोध्यौं। आजिला न्यको मिपा खान्न बिस्का जात्रा 80 साल व 21 साल आठो चीजें 22 साल खानु तयारी यहाँ छौं र समुनाना सुरुजी आकुने छि थो चैती 28 गते लाने चाहिँ मेन पार्ट सुरुजी या कने चाहिँ 28 गते सुन्दा तेलमा चाहिँ 7-8 बजे डापेरा ते कुरा दैका अघिलाई चाहिँ चारधाम त बिउनमाली कमिनायो नायपमा पंसाबली नेमा पेम्सा चाहिँ छिस दापेको छि क्वाइन वाला चाहिँ प्या चाहिँ बिया चाहिँ कजिम मिपा खाने लगा चाहिँ छि बैना याथे जुया के यो जिम्मेवारी सधैँ उहाँकै परिवारले लिँदै आएको हो वा सामान्यतया यो परम्परा कसरी अगाडि बढाइन्छ? जिउ परिवार सहभागी पहिला जिम्माल बाना माइलतावाना चाहिँ 12 चोटि मिपा खाना 9 चोटि चाहिँ मिपा खानागा जिजाइनको खानागा। हामीले उहाँसँग जिब्रो छिर्ने जात्रा किन मनाइन्छ, यसको सांस्कृतिक महत्त्व तथा पछाडिको किम्बदन्तीहरू के छन् भनेर सोध्यौं। किम्बदन्तीला फुक्सिन भनाइ थथो भनाइ द मलाई सोक्यो किम्बदन्ती द उकितै जि बालको चाहिँ ठ्याक्कै ठोया लाग्छ बसेका चिनाब बोरे दे चाहिँ थाना छि जुन ठु नुगु बस्तीका ना पुला बस चाहिँ कोइ छि निर्वारी जंगल तले संकट टाइप दिन थाडुगा छि बोरे पु अले बोरे पु आन्जा चाहिँ निर्वारी दे चाहिँ छिसेकुट गाथे यमन्यको जुन द्वारपाल द इमदा चाहिँ एको दुख बिले दुख बे चाहिँ छि चाहिँ अले पेमादण्ड टाइप दे समस तान्त्रिक सर चाहिँ वडा पासो लगा चाहिँ वडा मिपा खाका साचका टुटी खंगला तक चाहिँ बोरे देश चाहेको ढाउगा अनि आइन्दले पानी बोरे मुखटा चाहिँ म चाहिँ कसमना बाचा चाहिँ लिपि सुन्छ मिपा खाडला ओ छोजला छौ चाहिँ छि गुनुपुनी छि निलबारी नाच उगिला न कनेक्सन द के चाहिँ कनेक्सन गरा जोडे अघि कनेक्सन बालम बसे दस काना चाहिँ टौ चाहिँ द तर खासी चाहिँ बसे बुढा पाखा त उली म त बोरे देश मलाई जिब्रो छिर्ने जात्रामा जिब्रो छिर्ने भूमिका कसरी परिवर्तन हुँदै जान्छ भन्ने हाम्रो जिज्ञासा उहाँसँग राख्यौं। वाला चिया जस्तै जी खानु इच्छा त जिसे पहिला जिम बाना खाना छौं अले जी बार चाहिँ बाना जिन खाने जिन सब मिपा खान मला ताले बाना त पाबी लगा जस्तै बोरे देशे श्रेष्ठ खलक देश न्यामा जे खानु लाग्दा छ मने खाना चोमछ नि मने इच्छा छ खाक बिसान्जुगा थोरा बिसान्जुगा टंगा श्रेष्ठ खलकमा बोरे चोपै मारे। जिब्रो छिर्ने जात्रामा के कस्ता नियमहरू पालना गर्नुपर्छ भनेर हामीले उहाँसँग सोध्यौं। नियम पालनला जिया दापेरा तेर हुँगा चाहिँ बोरे देशेना प्यान मज लगा जी बोरे देशा जस्तै बोरे दे भित्र ना प्यान मज लगा सुई छे द्वान मज छाडा छ मा ओ छे जुटो परे जाने ओ जुने सुई छे द्वान मरुगा द्वान दै रहे जिम्मी पा खानु छे जस्तै जुबाइ दाइ छे वन्द पहिला फुफु मिपा खाना त म छे द्वान दिला अले पमाइ छे अले कमिनाइ छे द्वान दगा दापेरा ते ढंग चाहिँ सुई छे वन मजला बोरे देशना प्यान मजला
अनाले पछि गुसी छोएको लगा चाहिँ चैत्य मसान्त दिन खुनु अन्तिम दिन खुनु बने चाहिँ गुसी छोएकी है अनि गुसी छोएकै ढुङ्गा समय ने ढुङ्गा अनि जाना ने मिलेगा अन्न 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 चाहिँ सुना बुद्धि ला मिलेगा अन्न चाहिँ जा छुए ने मिलेगा आ तुनी बसा फोइला तुनी मुर्नी बसा वना मद लजेगा 31 1 2 सुन्दरको लज पान मलेगा अना प्लस मिस्टर थेमैल खाचा खिचा ओइ थेमैल चोखो आगो ज्वाज नि जुल उता जिए परिक्रमा गरेर कुन ठाउँमा जात्रा समाप्त हुन्छ चितुम्बी पाखन बरेयो हिसाबमा चाहिँ परिक्रमा थप मनो अनुसार तर बरे भित्रै यही छारा त बरे जात्रा ल त बरेर केन्ट लगा दो स्वयं नीलबारे न केन्ट लगा चाहिँ त्या त हुआ पनि बरे दे चाहिए चाइल्ड नगरे ची मालिसमी ची पांगु बरे पांगु टोले मालिसमी पैर नाठी दुनी वना आना चाहिँ उ नाटु निकाको ढुङ्गा जुन सुये नुगा ढुङ्गा नि सिधै जिब्रो छेड्ने जात्रा सञ्चालनको क्रममा धेरै विभिन्न कार्यहरू गरिन्छन् ती कार्यहरू गर्ने प्रक्रिया कतिको सजिलो छ र कतिको चुनौतीपूर्ण छ जस्तै कार्यला देव जाको अपु ठाकुला त मजु खाटु अनि याकु देव जारा याकु ठाकुसान याकु अपुसान उता चाहिँ अपु ठाकुले तुलना या मजु छ थसन गुली फट थो मने त्या ठाकु अपु आगुले छ जी देव जा ठाकुला देव जा अपु लाग्छ उ चाहिँ आटको चाहिँ तुलना चाहिँ माया नि चिके चाहिँ मरुका यो उहाँको जिब्रो छेड्ने जात्रामा मुख्य भूमिकामा तेस्रो पटक हो हामीले उहाँसँग सोध्यौं अहिलेसम्मको अनुभव कस्तो भइरहेको छ अनुभवलाई एकदम बाला छौ हिसाबमा देशो नाट्य जान्ने छौ धार्मिक चाहिँ संस्कृति जान्ने आगु नाम छ छुमाला नेवा त बना हिन्दू छे नेवा त जसने छुमाला थ संस्कृति जोगायो चिलाङे तराउ खाके आ तो छि मोटिपुर जग मुखु पुरै होल नेपाली छौ संस्कृति एकदम तराउ संस्कृति नि आगु युवा त न जागे जमाला जस्तै 2 वर्ष नभए दिन युवा हामीले 30 वर्ष दै 3 वर्ष दरगी 30 वर्षले लगभग 27 28 वर्ष 28 वर्षले जिमी पाखना हो आगुले युवा ख जिन जिथे जागे जिथे जिन खानु ढालेली बना मेबु कने भविष्य जिल्ली बना उया माला युवा त जागे जमाला वका मेन चाहिँ ठो संस्कृति बजाला मोटिपुरे सीमित मुठो नेपाल भरे चिने जो छौ जात्रा ख जस्तै जी गना मन के जी हाइवे ड्राइभर ल थौ हिसाबमा जे हाइवे ड्राइभर फुस्ने चाहिँ पक्टपुर थरेमा लिथा थरे लिए जिया दिन लागि मन अचम्म जाइछ ए बजायला तपाई नै हो गुरुजी तपाईले छेड्नु हुन्छ लाग्दैछ जिब्रो छेड्ने जात्रा बारे अझ नजिकबाट बुझ्न हामीले जुजुभाइ श्रेष्ठसँग पनि कुराकानी गर्यौं उहाँले विगतमा करिब 8 पटक जिब्रो छेड्दै यो शाही जात्रामा मुख्य भूमिका निर्वाह गर्नुभएको छ जिथो बोडे यो जिब्रो छेड्ने जात्रा 2073 साल 2066 साल अनि 2073 साल तक जी 8 चोटी च्याका चाहिँ जिम्मेपा खान दिएको जिब्रो छेड्ने जात्राको महत्त्व के हो र किन मनाइन्छ हामीले उहाँसँग सोध्यौं सही आथो जिब्रो छेड्ने मेपखानी जात्रा चाहिँ छु चाहिँ झिउ दिएर छु फाइदा दिइरहेको छ त्यो मेपखानी चाहिँ झिउ नेपालले अनावृष्टि जिमको अतावृष्टि जिमको महामारी वैमुखु धर्मै चेष्टा बढे जी विदेशी पाउन त फोकसमा चाहिँ पालन पोषण या उठ्ने शक्ति दै भगवानको आशीर्वाद दै के भन्नु टिचरहरु जसै थुकै नीति नियम धामल लाछ तसै त्यो चैत्र मसान्त यो पिनु न जानी 4 दाम चाहिँ पेडा दापेडा त उडाइदिउ दापेडा त नि छुदै ढाछ चाहिँ जसै अब मेपाखानीमा मन जो चाहिँ जसै आ जिए मेपाखानी बस जी मेपाखानीमा छम मेपाखानीमा मनु फोकस ता जसै मेपाखाकीमा मनेटा प्रधान नायक पमाता माइला पमाता खी थाइन दिबि खड्गी समाज दाइपिन्दा सकस्ता जानी ठाउँ कार्यभार सुम्पे यादा ओकपण्डका जी थरिया जी मेपाखान्डा सनाउ सिक्मी सना झुट थे ग्वाली तान दिस ठाउँ भूमिका निभायन दिसन गरे ओकपण्डा सब अनुरोध थे चाहिँ ओकपण्डा थसँग फको जसै या 4 दाम ढाले चाहिँ नापा चाहिँ 4 दापेडा बिखो तर थौं कुनै चाहिँ दापेडा एक पैसा मधु धुनी चाहिँ थसँग फको 10-20 रुपैयाँ पोइन्ट बिया चाहिँ फोकस छ नाय पमा त नबी कमी नायक बी माइला पमा त बी अले खड्गी समाज बिन्दन ठकली बिन्दन दाम थसं कोइन बिया चाहिँ पक्का पक्की जुई उखनु निसी चाहिँ जिब्रो छेड्नेमा मेफा खानीमा मनु चाहिँ पक्का पक्की जुई उसान चाहिँ मेफा खानीमा मनु न
ऊ चार धाम पेडा दा पेडा ते ढुंगा छु भव्य तपे दुसा वेकन चाहिँ बारियामा नीति नियम द अनि ठुया नीति नियम जाने व्रत गुब्ले नि सोजिदा छ चैत्र मसान्त जसै थुसी जाने 31 गते नि बनी खुनु लगभग चाने बनी ताके चाहिँ 10:30 बजे ताके ती मेफा खानीमा मनी उचा इच्छा अनुसार छौ नीलबारी जंगलेना हौचा गुसी गु जसै काठ दाउराहरू जंगलेना चाहिँ काठ है चाहिँ सिंह है चाहिँ छौ ठासे चाहिँ मुंगा मिंगी वेकर उ सिंह चाहिँ पूजा यहाँ पूजा आज यहाँ फुक्का बत्ती चढा यहाँ वेकर चाहिँ त्यो धुनी जग्गा यहाँ धुनी यु चाहिँ घुसी छोएका घुसी चाहिँ फूल प्रसाद सम्पूर्ण चाहिँ मेफा खानीमा मनुदा कर्मी नाइकेन फूल अक्षता प्रसाद बिहा टीका लगाए धैर्य धारण आशीर्वाद बि उब्ले निसी मेफा खानीमा मनु यु 3 दिन यु चाहिँ सोनु यु चाहिँ निराहार व्रत सुरु जी व्रत चाहिँ वे गर्न छुछु पालन या माडासा ठाउ छे बाइक चाहिँ मे पनि सुयु छे वानीहरु जसै अब वानी चाहिँ द तर सोमस्यु जसै मेफा खानीमा मनु कर्मी नाइके प्रधान नाइके वेको पुनु वा नापान छे मेफा खाना चाहिँ मनु ते वेको पुनु छे वानी द नक्सा चाहिँ मे पनि सुयु छेन वानी मजु ओगे चाहिँ खाचा थे मजु खिचा थे मजु मिसा त थे मजु पिनी वानी मजु ढ्या चाहिँ नीति नियम द अलि बैशाख 1 गते खुनु चापूजा वानेले नीतिना भांगुल टोले यु चाहिँ नीतिनाथ मन्दिरे छि खा बलि जना चाहिँ पूजा वानेमा अलि वो कने खुनु मेफा खानीमा मनुन मेफा खाने सिम रटले वे गर्न छुन भफे मजु यदि जानी थ मरस जानी थो हैला तोसाना जिउ मेरो चाहिँ छुनु तोनी मजु ओगे जब तक गुब्ले तक चाहिँ वो मेफा खानी सिमरै उब्ले तक चाहिँ वे क चाहिँ निराहारे जी मेफा खानी ढुंगा नटु सुइरो राया छि नाटु राया मला नाटु चाहिँ छेयंका पूजा थाली तया नीति नाठेर चढाए यहाँ जब छे झाइ छे थेनी गुब्ले जग वे गला जानी मुटु कुला यहाँ थसनु आजी अनि उब्ले नि चाहिँ निराहार चाहिँ व्रत सिधै अनि उब्लेन सिंह वेकला पनि भजन या सञ्चेका हामीले बिस्का जात्रामा उहाँको भूमिका के हो र त्यो भूमिका बिस्का जात्रासँग कसरी जोडिन्छ भनेर सोध्यौं सम बोडेबासी अथवा नेवा जातिकरण दै अन निमाटे बस्ती मसिगिदा निमाटे ठासे बनिमले पहुँचिना त बादल जो अयो छिन्दै लिक नाप छौ टोल ठीक लिक चाहिँ बस्ती बसले अनि पुगु छौ दै देव छौ दै देव छ दै अनि छु पदन छोन्यौ दै न छु गुठी दै छौ जात दै दै नेपाली तेउ छौ मसीका टाइमहरु होला पहिचान अनि ठो जात्रा खे गठिया जो राछ निवायो जाति जो ने मुजाबले ठो बिस्का जात्रा सलन यातना हो नवजी गरे उठेन ठ्याउ ह आटो पस्ता उठेन जिसा आटके ठ्यानी पस्ता थाइ पनि गुठी 2000 तो मसान त खनु उसी छको दाइ तुसी एक दिन बडो 31 गते राता 29 गते लामा हो उनु चाहिँ थाना बडी देशे मालसिन हिँड्ने यो चाहिँ थानिया यो चाहिँ थाना सुथा चाटा इलेती यो चाहिँ थान्नुगा अनि ओ प्याजा जना पूजा होइ यो चाहिँ गुथे पनि प्यासा मास्ने पूजा या संसार अनि वो हली पटा रह्यो दै वो यो चाहिँ चाहिँ हली पटा खाइ हली पटा निवा भाषा हली विश्व मलाई जीव नेपालले यो जाति राष्ट्रिय चन्दा खाए चन्द्रबोस सूर्य दु कारण अंकित जो उयो संकेत छु राजा विश्व के तामर राजा पृथ्वी छले नव घण्टाको बच्चे या फो सम्भव दु मला उनले त गयो आटको तो अझै विश्वले खैमको दे उनले विश्वको राजाले विश्व राजा होगा चक्रवर्ती दाइवे दाउला वो चंद्र सूर्य वो झंडा वो ची अंकित जो है यू देश यो झंडा सूर्य यो चंद्र यो किरण
कृपा चाहिँ मुछौँ गर्न दु उगे जुछु रास्ते तो नेपाली झन्डामा उठो विश्व झन्डा ठाउँ यो छौ चाहिँ ठाउँ कुछ कुटा चाहिँ मामला वो विश्व के तो जाता है वो प्रश्न से जाए विश्व जाता जो ये तो विश्व जाता है नाम है विश्व लगे छोड़ जीता है ना होता है वो माला जब योशी थनी योशी जो ना है लिंग नहीं माला यो अति यो नहीं था यो देखे यो मरी ताठेंदो योशी वो इंद्र देवराज इंद्र यो लिंग गाओ वो योशी थनी गा धरती वो मिसते वो पग गाओ यो नहीं जब वो योशी थनी वो आलिंगन संगम जो अने वो अन धरती धामा छमा वो दसमा विद्या खे वही छमा दियो यो ना वो धरती वो छमजा जगह मोह तो माय जिंदना मारेगा ये ब्रह्मायनी इंद्रायनी रुद्रायनी वैष्णवी बाराई धापी स्वे भैरवी और धापी घुमा चाहिए वो दसमा विद्या पूजा लापी घुमा चाहिए वो दुर्गा था तो के तो चाहिए वो यशी ने चुने जो आ ठाउँले चाहिँ वैसीले थनीपट्टि खाइपट्टि पटा हिन्दू धर्म खेल लाउ मुख वो बुद्ध धर्म खेल लाउ कर्नामय भागेला यो दृष्टिकोण लाउ पनि पटाएको भने पटाए हल्दी पटाए नभए गोमनको दुपट्टि छौ धकिजा त्यहाँ लाटे जनाउ वो पटा छाइ आएर ट्याक्दै हिँड्नुमा वो कने हुनु वो बनी चाहिँ घुसी छ कि जब नया पमाना अन पूजा यही कभी नया नजिने तया मिपा खानी में मन नजिने तया पूजा घुसी छका पूजा ठोंगा गुइना है माउ बारे ले युसी नया घुसी नहुसी में तना आया ने पुलाव गांव गिना तया जागी वो पूजा ठोंगा वो मिपा खानी में था कभी नया ल वो नया पमाना यो नसिन टिका वेला समय भी वो समय नलकी वो सुन्ने मैले वो देने मैले गम्मी बा खानी में मैले मोला वो मसान खुनु विषय खुनु मसान खुनु ने देने मैले ने मैले अने वो कने खुनु एक गटे जी अनि उले वो विश्वास सुंग गुस्से खुनु बार दिया नि ख पाँच गुणे दे छ सोख कुमार छ पेख चाहिँ जो भएगी प्रसन्न दी मोला देवले देव चलना देवले तई देवता तई अने वो करे हुन सुधा चता इदे चाहिँ ओ मास्ने रानी नेटा इते सुदे पस्ता थाई हो वो पस्ता दे गुहीले खटेली हुआ जो प्याने गाउँ प्याने खटेली यो छि लडाईले तु था चाहिँ जी ट्याके न छु युद्ध कोस हैन ला कोस नै नि यो अजना लाटा त जी ट्याके त न वो खटेली राउ बगा नामी त खरा हो थाहा द एरिया त त्यो र तिले न आउबरी ज्यादा होला वो छा दे राजा मिपा खानी समनि खाए उनमा जोरे दु छु द जुने इनको तया छ उनीले बानी थाहा होना चाहिँ यमा म जी ख्याक है बिजन ख्याक है मला ख्या चाहिँ थनु तो बुंदिया निपातनी जु नबा संघको डाइवा वो निर्बारे या पूर्व दक्षिण पूर्व चाहिँ पश्चिम है तो थाहा आठाउने खाने पानी पोखी जग्गा त हुन्छ अन चाहिँ छेगा नभा तो देश है अनगा अनि त संघको डाइवा थानी मुन देखे चाहिँ ढोपुला डो रसिले जानी पुलाउ उनले चाहिँ यो बढी ऐतिहासिक बढी एक परिचय धाउने खान्दै हुन्छ अनि वो अनि वो ख्याएर चाहिँ थाना या दुख अनि बुई दुख दियो भने वो अनि बच्ची सरे थान्छौ होगा तो फुई दाउ छिन्दु ने आप्लानी यहाँ देगलनी उठेन तो बोडे मको बुंदेगा वी देगु दे या बोंडे बुदे जो र बोडे अयो दिबा जो होला मला खास चाहिँ बुंदेगा अनि दिबा जो ने धर्मपुर जो हो मला धर्मपुर या हो वो ख्याक थान्थको या न दुख बियो या जो
an du le ga bo se than sare du to da ane sare du le वो थन तांत्रिक वैद्यम थन तो भी पता से माँ ले वो बनुदत्त आचार्य का भीमादत्त धामा देवपाट ने पशु तो नापलाउ दिया न वैसे फोक खाना था तो डाल ऐसे जी उपचार यहाँ पे करनु ये फूल या वो या तार दो जैसे थे तार दो जैसे थन पिंगु ठगा दो जैसे मोला पिंगु थाना पिंगु नागा है तो ठगा खापा ते ठगा देगा तो जैसे अने तो आमी बा खानी था पांचों ढाई सुल्ला नहीं है अंचो गेट अन्न तार ते तो जैसे वो जे भी लक्ष्य का भी बने मरे सु बने मरे ताऊ जैसे बंदू भीमादत्त आचार्य ना अने मोम ले टीवी छाया मो गावो वो नीलवारी जो ना खुशी से तो वो यार अना दुआओं यार था वो यार दुआओं ले तार ने किनो मोला मोनियो रूप जे वो यार वो ले सनी वो हो यार ना वो तो सोया दाना तो हमले नहीं मेरे से चल लेके तू मन को था तो अने वो जाए था तो खबर भी उठाया दो यार वो खबर भी हमले वो यार सो ले वो क्यों यार ना अनि म के लन छगा चाहिँ कछम स्वरूप के धावले म ख्याक जान ख्यात यहाँ मेता गजी मलाई तो दुन ओ थरे आ वना वना सोजन गुमिना तो लु बिना लाट लु बिना थरे आवाज हो जान वो दुख बिउ आ रे वो बोला का हो ढाइ नै बदला का हो यो हिसाब चाहिँ आक्रोश या तावले है थरिया म दिया ले हाथ तो समझे मी जुना साला दें तार टिया भी हो जाए मैं घूमना खाना नहीं हकड़ा हुए था मैं वो यहाँ वो पुलाव देश जात ना सोलू सांता तागो जात ना सांता तागो पर सांप फूला अने धनिया चाहिए वो मर जाएगा पेज उनका चाहे को जात ना वो सादे वो कष्ट सहे मफया इधर तो कष्ट ना पाओ मुक्त या चिमसा जिमसा ताव जिम चाहिँ माने जे होला नो ताव सर जिम माने जे ताव खान जैसा चाहिँ ऐसा का आठो आले त दुबे मुखला खडा तासा चाहिँ नेवटा फाचाको ज्ञान नेवो भाषा थन अनिकाल मजेमा अतिवृष्टि मजेमा अनावृष्टि मजेमा वावे माला तस्को मय माला पखा मवे माला थन चाहिँ पिन्ना चोबो मुनु थियो तो देश विस्तार लागि चाहिँ तो प्रस्ताव दिया न पिन्ना चोबे मनु त चाहिँ थन स्थिर ज्या चुनफेमा हामी चाहिँ महाभूकम्प मयमा महाप्रलय मजेमा रह्यो अनि चाहिँ नेवो भाषा लाग्यो आवन दिन 7 वर्षको छ थोय इले ठुन चाहिँ जात्राले चाहिँ चाहियो खला हिसाबले परसो ज्या वो तो जनिल बाई न वो सपना है वो आज वो भीमादत्त आचार्य था सँग जिम्मा सेवक था सेवक चाहिँ थियो कि सँग साथी सँग तान्त्रिक से सन धावे थरिया जुला यहाँ छन्द बाग्रे मुनु थाहा चाहिँ वो थम बिस्को वो सोनो खुनु अनि वो मासिन दे था वो है वने गया मालसिम दे फुकान दे जैसे कि रानियों का रानी महारानी जी मोला महालक्ष्मी दियो महादेवी दियो फुका देव ले जा देव दुनी मा हिम खबा लाडे हो गयो अजुनी महादेवी जुल मोला आनन्द बारे डौया जानेगा वो हिसाब में माने जाने ने क्षमा पूजा रूप है पश्चात थाई दिया पश्चात थाई दूंगा दन के चाहिँ देव मुनिपति मध्यपुरे तिमी नरे बढे डौ देव मुनिपति जाति म यही लिबाउ देवमुनि से श्रेय अनुसार बनी चाहिँ अनि गुटा इलेटी छौ गुठी द गुठीला जाठ्या है कुमार रेखा नि लाछि देव रेखा नि चाहिँ चाजा ताई रे चाजा ताउ र त छ चाने जाता बहुबी पोगाउ बहुबीले वो की बात सनाया थे नहीं वो राइस वो भूल दे अरे जी नाटक सोना महानी हो वो अठे सज का 20,000 सानी रहेगा आ मुनि को दे लोग ना वो खटे टोगी जीला अने वो यहाँ सालू चीज लोगों ला साइंस नहीं अब जाकर साउला जी दम ची पौड़ी बारी सिद्धांत अनुसार हम मापे मुंडे सा
आएर मेजको भन्नु मिल्यो मलाई ऊ हिसाबमा चाहिँ अनि ऊ खटे धोया जग्गा सुन्दुरा हिसाब हो हजुर गर्ने सोक अडेसन कि जिल्का बढ्यो जात्रा कुमार कोही विजय मलाई कुमार कोही त्यहाँ अनि कुमार पार्क धनी त्यो अनि त्यहाँ हो ठाउँ है मेरो ढियो खल्दाना चाहे कि सुधार चाहिँ फुगा पाँच त्यहाँ लाइन त्यहाँ जात्रा चाहिँ कहिले हुनु चाहिँ मिपा खाने अनि डिप जति यो भित्र चाहिँ मिपा खाने ढुङ्गा चाहिला अनि जात्रा लिपा 6-7 बजी चाहिँ र सुस यहाँ पक्रिदियो सुस यहाँ चाहिँ सेकी जात्रा उठाउनु जस्तैको कति पृष्ठभूमि ढामा लाग्छ आठो घुम्ने सुरु थाहा छौ चाहिँ मलाई आटका जिमसम्म मनाउने चाहिँ बसाउने ठुले जुर्गा झेपटले चोर मर्ने जी छौया कुरा छ कालीगढ सम्बन्ध 1229 से संगत साखवाना नेपाल सम्बन्ध एक याउ वो अनुसार तो जात्रा सुरु जो नेपाल खौम होगी तो जात्रा विश्व जात्रा सुरु जो कुमारी था त्यहाँ तो सिला बदले अनुसार 535 है 41-42 से भित्र चाहिँ तो जात्रा सुरु जो जे मार्यो अनुमान वो पिजा खण्ड हो तो मान्छ मलाई कालीगढ सम्बन्ध 1229 साल ठाउँले संगठन सभाना नेपाल सम्बन्ध एक याउ वो 535 ने 41-42 से भित्र तो जात्रा सुरु जो देखियो वो कुमार था तो सोया वो 529 साल हिसाबमा सोया और खण्ड हो गया सबने जो मलाई और जो अनि तो विक्रम सम्मत विक्रमादित्य राजा सूर्य विक्रम सम्मत हो 20 साल मलाई त्यो नेपाल सम्मतला सूर्यला कार्तिक थियो कार्तिक पाएर चाहिँ भव्य रूपमा मजु नौ साल्यो म चाहिँ एक मिठै म हेमला विदेशी मिहाला चाहिँ सेकी उम्लेर अरू किसिममा यहाँ शुद्ध विक्रम सम्मत विदेशी सम्मत जेन 60 चाहिँ मनुष्य जोड दियो उत्साहपूर्वक चाहिँ हर्षोल्लासले म सम्मत मनाएको खमाउँदेखि लाउ दिन लागो उखुन जुलगा मलाई अनि थोडा देवप्रति आस्था दौ हिसाबमा चाहिँ थोरै सुरु जुलगा मलाई ज्या चाहिँ तो झेसा फुगा निवाद चाहिँ सहभागी जियो सम्मिलित जेन माओ जात यहाँ ठा जुसा है 15-20 घर दशा है दठा है 6 देवदै अनि चुङ्गा अथवा हिडी छौ अथवा पुगुजा दे गुठी दे छौ भजन दे अन्दाज दे बसे छक फोक्क मिले ज्या सतो मिथु नपान मिले जो एकता जो छौ संकेत ख जेमा एकता जेमा जो ह उता ब बिया दु खण्ड तो जात्रा यहाँ को सर दुसना मलाई आई त्यहाँ नुआई नि मलाई अजु नि सु यहाँ माओ यहाँ तो नंग चाहिँ म यहाँ बजा चाहिँ माओ भने आवश्यकता दगा बिस्का जात्राको बेलामा बोर्डेमा कतिवटा खट जात्रा गरिन्छ ती खटमा कुन देवी देवता विराजमान हुन्छ हामीले उहाँसँग सोध्यौं जम्मा ख चाहिँ ल्याएको ख छख जो खटे चाहिँ नियमन दिएका हो मान्छेमा फैलिन पाइरहेँ मलाई मेरो 12 निख छम गए हो अनि गणेश सोख उयो छम दे हो कुमारी छम दे हो कालिका माइना रहेको काली मखो हो यो मुद्रा रूप चाहिँ काली मखो कुमारी ख नेखरको दरजमा हामीले उहाँसँग सोध्यौं जात्राको दौरान महालक्ष्मी देवीको खटले अन्य देवीहरूको खट जुन कुमारी मन्दिरको परिक्रमा गरेर फर्किरहेका हुन्छन् ती खटलाई पाँचौ गणेश मन्दिर नजिकैको प्रवेशद्वारमा किन रोकिन्छ माथि दिन पनि देव खुने खट खुको चाहिँ कोही छक चाहिँ पाउने माथि दियो ढोका प्याउने भयो छुन ढोका प्याउने भयो माथि दियो अनि अब लाइन जसले सल्लाह जे माग हो यो अर्थ
भावार्थ चाहिँ चाहिँ विशेष यहाँहरूले अन्तिमले आज पाउने मोटा कोही र दियो पिगो दियो कुमारी घाटेको चाहिँ हो मलाई थुपिस नि घाटे चाहिँ भने जो हो टेपो हो नामाना पनि जो यहाँ खानु नै दिएको मलाई ती ऊ निलबारी न अझ मैले दियो हो लिक्क चाहिँ कोही देव द मलाई त्यो कुमारी खाना लिक्क चाहिँ कोही अन्य निसँग डिपो जेमा हुन पाएन अझ गन्डगोल त साह्रै आउँछ मार्यो अनुमानको मलाई आएको थिएन नै अरे नि मलाई पछि अनि यसलाई बाघमा नै अरे नि सो अब यहाँ ठाउँमा छ अरे यहाँ ठाउँ सो देव नाम नभन्नु अब थन चाहिँ भन्छ पाउहरू छ अझ हान्दा भयो अनि सँग नपाए जे मार्यो अनुमानका अझ नि यहाँ कुहाउने मुक्त त्यहाँ सल्लाह जे मार्यो जे मार्यो सब सुयो कुहाउने म ढाबु त छा कुहाउनु पनादौ जे मार्यो वटा पना चाहिँ बिस्तारै अनि चाहिँ पना चाहिँ ठिक चाहिँ ठिक कि तोरा बिउ कुरो हो गयो वो मुंडे से वो पावा तो मुठुला दियो लकी उड़ा ये दियो लकी उड़ा मला वो दियो लकी उड़ा का कोई ये गाड़ी बैठे भगवाया जाए ये लोग कबेला दूर तक जिधर बेर मरने का वो अरिया मुझे माने मुझे तो तेरे मर और दूनी वो इसमें वो ठीक मफू सब जीवन कम नहीं है थाव ना कम नहीं थाव ये मामला ठुल्बाको म उठे थयो बाबा नि तो नोले ठीकै मा ठीक हो मुन्दा थक बादे थ पाते हामीले थने खालठाल लागि छु मलाई कोबेला लाफा नि जुनी थो मजुर का ताउ ख अब ज्यादा यहाँ टाइम आउट हो यहाँ वा ज्यादा बेला तेरे दे म हो पुरा दत्तो ना और सब लाछ चाहिँ अब इमले मनोरञ्जन ज्यादा नि मनोरञ्जन ज्यादा नि अझै यहाँ मजु ख वो उठो जे मा पाउने म तामे दा ताव सला दुने छा पाउनु ग पनाटो जे मा दिवा सला मिले जे ने फुको तोरन त बि अनि चाइले तु पाउने थिनि के चाहिँ गने जे पाउने थिनि के उनी नरु तिमी लिकागी उठन चाइला अनि तना थिए ए पनाटो बिसेर थर जे मार्यो अनुमान गा मुखे ख चाहिँ तर्क संगत जे माला तर संगत जे माला मलाई निखे अनुमान न ज्यादी हुने मलाई गरेको पृथ्वी गोल छ रावले यहाँ फुस्न पागल लाउने हो बगेर मलाई गोले हजुर अनुमान न भरपरि साबित थियो हामीले उहाँसँग यस्तो पनि जिज्ञासा राख्यौं बिस्का जात्रा सञ्चालन गर्न विभिन्न समुदायलाई फरक जिम्मेवारी दिएको देखिन्छ कोन ख गरेकी छुन तर जया मलाई काय विभाजन मजुन लाग्छ ऊ छुप रूपमा छु जया हो जेमा मदेखि मोटा बिम पाजा थाहा नजिने बाजा थाहा माम्थे मोटा बिहा चुन्दा हो मोटा बिउ वो जम्मो हो वो गरिबी उन पुरा रूपमा या भाइ मोर बाजा थाहा में थाहा उयो ज्याम हो ओ यहाँ बाना थाइया मोर और जुने तो कार्य विभाजन या हो अति आवश्यक और यहाँ तो ठाउँ ग्रुप कि मैं था हो मेरो ग्रुप देव कुबियो हजुरलाई आटो देव कुबियो मरि आउला मलाई वो कार्य विभाजन मरुनी और मोजेमा दामी साहब है वो जायु जिम्मेवारी बिहार एकदमै ठीक नभए छुनो चिज चाहिँ जसले वैज्ञानिकता मरु देश चीज मरु